Lu भिजन भित्र जाखा अब सेवा नमस्ते वेलकम छ फेरि पनि मेरो मिनी ब्लगमा सबैजनालाई स्वागत छ। नयाँ वर्षको दिन 2022 हैन अहिले 2022 लाग्यो आजबाट नयाँ साल। सबैजनालाई नयाँ सालको धेरै 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 शुभकामना मेरो युट्युब फ्यामिलीहरूलाई। अनि आज चाहिँ हामी घुम्न गइरहेको छौँ। हामी चाहिँ आज नयाँ वर्षको दिन चाहिँ हामी जगडोल हैन जगडोल भन्ने ठाउँमा चाहिँ घुम्न हिँडेको जाँदैछौँ बाटोमै छौँ। अनि कति ढिलो पनि भइसक्यो 2-3 बजिसक्यो त्यही पनि हाम्रो नजिकै हो। हामी चाहिँ ढिलो हिँडेको। हामी चाहिँ हाम्रो ग्रुपहरू यता यता छ काखातिर कोही पाखातिर कोही काखातिर कोही पाखातिर छन्। हामी चाहिँ महाकालबारीनिर आइपुग्यो। महाकालबारी पुन्टुनी दाइ जस्तो चुट्टुको टोपी पनि बाँधिएछ दाएछ। बुद्ध भगवान जस्तो अब हरे पात पलाएपछि चाहिँ राम्रो हुन्छ भन्नुपर्छ। राम्रो हुन्छ त्यो। अब पानी पर्यो नि त पानी परेपछि चाहिँ त्यो मुना केहरू हाल्छ कि रितु भन्छ मुना रितु उकालोतिर लाग्छ। उकालो एकदमै न्यु इयर मनाउनु माथि नजाने उभै राम्रो छ उभै राम्रो छ नजाने एकछिन माथि सन्चन बिस्तारै पुरा सक्छ 1 केजी मासु घट्नै पर्यो। त्यो माथिको डाँडो सन्छ सम्म हेर्न बस्ने सल्लिफिर गाइड्स हिँड्नु गाह्रो भयो हिँड्न गाह्रो भयो। मेरो साथीहरू हिँड्न चाहिँ गाह्रो भयो साथीहरू एकदमै। ओइ लड्यो यस्तो होइन फेरि म त लडे 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 हुन्छ नि फेरि त्यो अलिकसम्म छ क्या त्यो अलिकसम्म छ। हामी चाहिँ हिँडेको कालोमा हिँड्नु पनि सकेन हिँड्नु पनि सकिरहेको छैन को हो यो आया सबै मान्छे बसेको रहेछ कि हामी
यो गहिरोमा बस्ने हो त यहाँ 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 यता हाम्रो नाच्नु जानुपर्छ है उनीहरूको अहिले यहाँ हुन्छ भान्जीहरू यतै बसौँ ए यता नि गीत बज्छ हामी चाहिँ यहीँ बस्नु पर्यो है साथीहरू हामी चाहिँ धेरै हिँड्नु पनि नसक्ने पर्यो त्यही भएर यहीँ खाना तिमीहरू देखिरहेछौ हामी चाहिँ यहीँनिर समझ रोकिन्छौँ संस्कारी हुने हो तिमी त सेम है पुत्लै जस्तो देखेछ है कस्तो राम्रो क्या हो भने साँच्चीकै राम्रो देखेछौ हेर तिमीलाई ढाँटेको होइन मक्खै छु है म उता यहाँ मासतिर चाहिँ आउने ल खाऊ गाइड्सहरू मेरो राम्री राम्री दोस्तहरू यहाँ एकछिन सल नलाइकन नखिच नि यहाँ एकछिन सल नलाइकन नखिच नि सल्तान न है भाइ यत्रो नयत्रो देखिरहेको होला होइन राम्री नराम्रो देखेछ साँच्चीकै हो फुलको आँखामा फुलै संसार फुलको आँखामा ठ्याक्कै पुर्यायो रक्सी जाँडो भन्दा त यस्तै ठिक छ ऊ यस्तो बोक्नु हुनुपर्ने कि नानी उठ्यो थियो होला नि ल पानी आयो भने के गर्नु यहाँनिर पोर्क पनि छ निकालेकै छैन र पहिला लिउँ अनि अलि हालौँ है हामी चाहिँ खाजा खानु लागेको अब पानी पर्ला जस्तो पनि छ गारङगुरुङ पनि चलिरहेछ के गर्ने होला टेन्सन भइरहेछ बच्चासँग खाजा खानुलाई रेडी 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 खाजा खानलाई साथीभाइहरू ह्याप्पी न्यू इयर गाइजहरु ह्याप्पी न्यू इयर यहाँ हेर्नु न यहाँ खोलेकै यहाँनिर बोर्ड काले छोपेर लेख्छ के पाउँछ हेर्नु न यहाँ राम्रोसँगले देखाइरहेको छु देखिरहेको छु चम्चा छ यहाँ यो टिफिन नभएर के ए बल यस्तो उयोमा बोर्ड काले छोपेर अनि कसेर ए यसरी पोर्क लभरलाई पोर्क लभर हिजो नि पोर्कको मासु खाएर होला मलाई चाहिँ कस्तो मन भएको छ कोहीले खाँदैन र पोर्क खुसी छ खान्छ सबैले खान्छ हैन तर म चाहिँ थोरै खाने हिजो पनि पोर्कको मासु खाएर खत्तम भएको छु कोला हो यो मलाई चाहिँ बोसो नबोसो म त बोसो खाँदिन म पनि खाने म त अघि पनि खाएर आएको 2 केजी लिएर बनायो अनि केही ल्याइएन काँक्रो तिमी नि खाने तिमी खान्छ होला नि बोस हैन बाहिर के दिनु यस्तो हल्का मिक्स भएको दुध र भात लिएको छ यदि खाऊ न यो तिमीले भयो है ल खानु थाल बरु तिमी उयो पोर्क त्यो लाएर यो नै हाल्नुपर्छ है म लगाइदिन्छु अञ्जनालाई अनि थपिदिन्छु ल कालो भइसक्यो त त्यही छ यहाँनिर के गर्ने दिदीलाई पनि पर्खिसक्यो के छाता एउटा किनेर ल्याउँदा भयो त खै एउटा भन्छु ल ल ल अरे खानु थाल्यो हामीहरूले किन हाँसिरहेछ खुसी भएको
जाडो भयो होला भएको कुन्डु आँखाबाट आफू गऱ्यो त्यहाँदेखि चिसो लागिरहेको अन्जले यो थाहा भयो भयो यार How are you guys? मिठो मानेर नमिठो भयो नि मिठो मानेर मेरो छानी चाहिँ प्यान्डा नखाने गिलास भन्यो त मान्छेहरू फ्यान्डा थाप्नु त फ्यान्डा खाऊ है फ्यान्डा अर्को मासु बनाए खाने प्लास्टिक उडाइदियो नानीलाई बिजो हुने भयो है पानी 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 पर्यो प्रभु एकछिनमा पर है हामी मात्रै ढिलो गरेछौँ अलिक झिलिक झिलिक गर्न थाले क्यामेराले फोटो खिच्न थालिसक्यो आकाशबाट खाउनु पर्यो उसको ज्याकेट ओढाउने बिसारो लाग्ने कहाँ कुदेर सकिन्छ ओह्रालोमा स्याबास उहाँनु कतिजना हिँड्नु मलाई जाडो गराउन सानो पर्छ होला पऱ्यो भने तिम्रो ज्याकेट त्यो लुगा चेन्ज छ ज्याकेट त्यो लुगा लु भिज्यो नि भित्र जान्छ अब पानी पसेछ तिमी त राम्रोसँग खानु पाएन है
खाइसके खोइ मलाई अलिकति उयो खाँदैछ चिल्लो ए किन खाऊ न उनीहरू कति ढिलो खाँदो रहेछ मैले त खाइ पो सकेँ त सबसे ढिलो खाने मै छिटो खाइसकेँ केरा हेरेर लगम यो भाइ खानु दिएन नि आज कतै अब वर्षभरि पानी पर्छ होला अब चाहिँ हाम्रो फोटो खिच्ने कार्यक्रम हुँदैछ यहाँ एकदेर हान्नु पर्यो म पनि चोखेको मात्रै बजाउनु हाकै थिएँ फोटो सेसन हुँदैछ यहाँ चाहिँ फोटो घर जाम भन्दा नि मान्दैन कोही पनि राम्रो फोटो सेसन सब घर जाम भन्दा नि मान्दैन म के गर्ने होला मेरो गाइजहरूसँग मेरो साथीभाइहरूसँग यहाँ एउटाले यहाँ यस्तो भइसक्यो जानु भनेको नि यतिखेर भइसक्यो के गर्नु भएको छानु यहाँ हेर बिजोक छी हजुर गाइजहरू नजाने साथीभाइहरू लु हिँड जाऊँ रिमेश आऊ अब इन ड्राइभ हेरौँ न के भन्यो कति भन्दो रहेछ कति अघि त लास्ट चाहिँ महँगो लियो है जस्तो लाग्यो मलाई अब अघि जस्तै रिमेश त अघि बाबा ममसँग गएको भन्थ्यो ठिक्क भाइ पनि थियो को अर्को साइना लागि को पनि आएको थियो अरे त साइना कि को पनि आएको थियो अरे त मलाई थाहा यहाँ मम्मी र बाबामा छु भाइसँग जानुभयो जानु ल गाइज हामी चाहिँ अब फर्केको आज यस्तो बिजोग भयो कि पानी परेर भन्दा पनि पानी पर्ला जस्तै भएर पुरै एकछिन त क्या अत्तायो बच्चालाई अब छाता पनि नल्याएको थियो अनि के गर्ने भएर हतार खाँदा खाँदै खाइ नसकिकन उठेर ल कुद्नै लागेको थियो के गर्ने होला भनेर कस्तो अँधेरो भएको थियो फेरि एकछिनमा त रोक्यो पानी रोक्यो घरि आउँदै घरि रोकिँदै अनि त्यसपछि त्यस्तो ठुलो चाहिँ आएन जिउस गाडाङ गुरुङ चाहिँ खतरा चलिरहेको थियो अनि गाडाङ गुरुङ चाहिँ खतरा चलेको भएर ला खत्तम भयो अब के गर्ने होला भनेर म त त्यहाँ डराइराखेको बच्चा चाहिँ अब पानीले के गर्ने होला भनेर टेन्सन भएको थियो पानी चाहिँ आएन जियोस् अनि अहिले चाहिँ हामी माथि बसेको थियौँ खाने ठाउँमा खाइवरी खाजाहरू खाइवरी सबै जङ्गलबाट चाहिँ तल रोक्न झरिसक्यो फोटोहरू यताउति अनि अहिले चाहिँ एकदम उठिरहेछ राम्रो भएर मच्छेट अहिले यस्तो भएको छ गोकर्णको गोकर्णको जङ्गलहरू माथिल्लो साइडको जङ्गल तल्लो साइडको जङ्गल चाहिँ तल हो सबैजना व्यस्त छन् मेरो गाइजहरू आफ्नो तालमेलमा एउटा उपर मोबाइल हेरिबस्दैछ हामी चाहिँ माथि थियौँ माथि
त्यो डाँडा मास्तिर अनि त्यहाँबाट चाहिँ झरिमियाबाट चाहिँ हिँड्दै जानुपर्छ क्या माथि 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 अझै गयो भने चाहिँ दामी ठाउँ छ पहिला पहिला हामी जान्थ्यौँ मैले चाहिँ निकै भयो नगएको ल साथीहरू अझ हामी यतिमै आज गोकर्णमै आएर भिडियो चाहिँ टुङ्गाउनु पर्ला जस्तो छ अब बाटो हुँदै बच्च छ भिडियो पनि लिन पाउँदैन होला म गोकर्णमै भिडियो चाहिँ इन गर्छु टुङ्ग्याउँछु भन्दै बाई बाई साथीहरू सबैजनाले माया गरेर हेरिदिनु होला लास्टसम्म अनि लाइक कमेन्ट सब्सक्राइब गर्नु चाहिँ नभुलिदिनु होला भन्न चाहन्छु